मबाट स्टार्ट भयो अब हाम्रो ग्याङ आजको कहाँ जानु मामा यो चाहिँ टेलिङ हायर सेकेन्डरी स्कुल अन्त भाइको चाहिँ कान दुख्दैछ अरे हल्का स्टाइलको लागि त अलिकति दुख्नु पऱ्यो नि अब मिलिहाल्छ चाहिँ रेलिङ के अरे गर्छ पुरानो हाई स्कुल चाहिँ यही थियो कि हामी रेलिङ गइसकेको छ हल्का साइड सिन रेलिङ पहिला हाई स्कुल चाहिँ यहाँ बढीको स्कुल रहेछ र चाहिँ पठाइदियो फोटो किन नपठाऊ कसको घर अरे लामा गाउँ हाम्रो गाउँ चाहिँ यो माथि टपमै हुन्छ यो त मिडल रेलिङ भन्छ अझै तल दुकानदारदेखि यता पछि किराको हुन्छ नि रेशमको त्यो बनिन्छ नि किराको धागो यही किरा हुन्छ यो बन्द रहेछ अरे त्यो त बन्द त्यो किरा चाहिँ तल सेन्टर यहाँ पाल्छ म त सोच्दै कि यसमा अब किरा छ घरमा पाल्छ गाउँमा पनि पाल्छ बोया भएपछि चाहिँ ककुन भएपछि चाहिँ फेरि यहाँ ल्याएर चाहिँ बेच्छ नि ए गाउँमा पनि पाल्छ पाल्छ नि पहिला हाम्रोतिर पनि पाल्थ्यो म त सोच्थेँ कि किरा हुन्छ होला यही हक्छ होला यो त पत्ता पुछेर दिन्छ के अरे त्यो मैले चाहिँ त्यो चाहिँ देखेको छु किरा चाहिँ कसरी पाल्नु घरमा चाहिँ त्यो अन्त त्यो धागो चाहिँ कहाँ लान्छ होला है त्यो चाहिँ बाहिरै पठाउँछ भन्छ यो पोइन्ट यता चाहिँ बाटो बनिँदैछ यहाँ दोकान जाँदैन है म यहाँ माथिसम्म ए हो के गाउँ भन्छ भेना यसलाई अप्पर रेलिङ गुम्बा टार रहेछ यो चाहिँ के लागेको छ अरे अप्पर रेलिङ रहेछ यो चाहिँ त्यो गुम्बा जले भने नि त्यो पुरा ए हजुर त्यो चाहिँ यहाँ हो यो हो कि ठुलो गुम्बा ए त्यहाँ रिमोटहरू झट्टले बसाएर बसे चाहिँ यहाँ जुन तपाईँलाई त्यो ठेची गुम्बा चाहिँ त्यो चाहिँ यो हो खास ए यो खास छेजी गुम्बा चाहिँ यो रहेछ छेजी गुम्बा रहेछ पुरानो हल्ला हल्ला केही छैन शान्ति हावा र पिसफुल यता चाहिँ हाम्रो त फेरि फोटोसुट रहेछ जङ्गल के के निस्किने छ चाहिँ
लोकल टुरिस्ट हेर्दा चाहिँ एकदमै होइन बेङ्गली टुरिस्टहरू यस्तो प्रकारले खिच्छ नि यस्तो खिच्यो कस्तो हुन्छ अरे यस्तो प्रकारले दादा यस्तो पक्रेर आयो यता हाम्रो भाइ जाउँ थिएन बेङ्गल टुरिस्ट हो जाउँ अब भन्दै थियो न अघिसम्म हजुर त्यही अहिलेको भाइ चाहिँ हाम्रो पञ्चायत भयो उसलाई बनाएको त हामीले पञ्चायत चाहिँ पञ्चायत सदस्य यताको हाम्रो ऊ हो नि भाइलाई पो यसो घुमाउनु पर्ने त यसो भन्नु पर्ने के भाइले लु ए कस्तो भाइहरूकोमा आएको त्यही त भाइहरूकोमा लु भाइहरूकोमा आएर लु ओके छ ठिक छ पर्खा भन्छ भिडियो हुँदैछ अब पर्खा भन्छ त कहाँ हुँदैछ ठिक छ बाटोहरू बनिँदो रहेछ हुन्छ लु 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 सिक्किमको गाडीहरू ओके यो चाहिँ के अरे भाइ कहाँ हो भाइ यो लङ्गुरदाङ लङ्गुरदाङ हो ओहो के भनिदियो न लङ्गुरदाङको बारेमा यसो लङ्गुरदाङको बारेमा थाहा छैन नि मलाई ए कस्तो थाहा छ राख्नु कि भाइको जग्गा घुम्न आएको त खै भाइलाई थाहा छैन रहेछ उसले त कहीँ यहाँ अपरेको अपलिङ ओके इट्स अ हाउस अफ प्रेयर मिठो रहेछ त है अन्त अमिलो छला सोचिरहेको थियो मिठो रहेछ कस्तो मिठो लाग्यो म त अमिलो होला भनेर पो एक प्याकेटबाटै किनेको त लङ्गुरदाङ राम्रो त्यसो हेर्नु यता हाम्रो मम्मीले चाहिँ एट्याक गर्नुहुन्छ एट्याक के हो अलिकति सपिङ गर्नु थियो हजुर यता लगेको राम्रो हुन्थेछ नि खासमा चाहिँ यी चाहिँ ग्राउन्ड यता चाहिँ गोल्ड कप हुन्छ होला होइन यहाँबाट अघि देखेको थिएँ गोल्ड कपको त्यो चाहिँ भाइले गोल्ड कप खेल्यो नि त अयो भाइले के खेल्छ नि त कुन चाहिँ स्पोर्ट्स खेल्छौ हकी खेल्छौ ओहो ठिक छ लङ्गुरदाङ आफै चाहिँ नकिनेको यता चाहिँ फुल किनौँ भनेको हात दुख्छ राईको लानु डर लाग्यो एकदमै फुल चाहिएको थियो राईहरूसँग डेन्जर है बुझ्यो के अन्ली गुरुङ के अरे तामाङ हो तामाङ अन्ली गुरुङ हेर गुरुङ गुरुङ तिमी कुन चाहिँ गुरुङ अरे के पो थियो गन्डे होइन ऊ त लामछाने लामछाने हो त लेमु
लेमु लामु छान्यो लाम्छाने गुरु यता त अब त कहाँ तामाङ यता त लेमु लामु छाने पो त उ यता यता घोन्डा यता घोन्डे नि फेरि बुझ्यो के को अरे होइन नि घोन्डे यता भन्दै होइन सात हो उता चाहिँ के रहेछ ग्रोन ग्रोन गरौँ के डिस्कसन हुँदैछ त त हेरौँ न अब कता कता साइड सिनको चाहिँ हाम्रो हेर्दैछ साइड सिन हुँदैछ त हाम्रो हाम्रो अब दुईजना म्याम र सरलाई कता कता त लैजाउँ कहाँ लानुपर्छ हेलो अब आउँदैछु नै लामा आउँछ न उताबाट निस्किँदैछु हामी ल मोमो नि घटाएको जस्तो लाग्यो अयो मोमो चाहिँ साह्रो मिठो थियो हजुर दाइले हामी त्यहाँ खान्छ ए ल भरला पनि भनिरहेछ नि ल हुन्छ अझै अहिले साइज घटाएको छ है दिदी पत्र पाउनु ठुल्ठुलो आँटाको पाउँथ्यो अहिले मैदाको जस्तो आँटै भन्ने होइन अनि आँटाको भन्दैछ होइन मैदा होइन त्यो तलतिर यस्तो त्यो प्याकेटको आँटा पाउँछ सेतो सेतो होइन यो मैदै हो आँटाको अरूबाट आएको नि थियो है साथै ल अब यो युट्युबमा हेर्नुहुँदैछ भने रिभ्यू फिडब्याक पाइसक्नु भएको छ होला नेक्स्ट टाइम चाहिँ अलिक मिठो आँटाको जामुनेको मोमो दोकान नानाको दोकानको बारेमा फिडब्याक हुँदैछ है साइज चाहिँ अलिकति घटेछ नाम चाहिँ मिठो छ मिठो एकदम एकदम मिठो छ साइजमा त घटेछ पाउँछ हजुर पाउँछ भाइले के भन्छ अहिलेको मोमोको बारेमा अभियानको उसलाई मन परेन मन परेन भरे आलु भुजा खाने आलु भुजा पाउँछ भरे पाउँछ त्यहाँ आलु भुजा भरे अघि बिर्स मोमो त फेरि मासुकै हुनुपर्छ नि त है आलु भुजा ल अब त के खानु पकको भएको छ होइन नि पक खाँदैन ए पकमा चिकन मात्रै रहेछ नि भाइ चाहिँ फेरि भनेको त चिकन बनाइदिन्थ्यो होला नि ए भुल्यो भने यो माथि देख्दैन बादल उता माने नत्र राम्रो देख्थ्यो कि हामीलाई चाहिँ तातो पनि रहेछ एकदमै किन सुन्तला देख्यो कस्तो फुलहरू फुलेको छ सुन्तला फल्छ त्यो धानहरू फल्छ भनेपछि त गरम नि भन्छ अनि ठन्डा जग्गा रहेछ चिसै रहेछ साँच्ची नै चिसै छ हो जाउँ जाडो पनि भयो हो बिजनबारी फुल बजार त है बडाको सादाफो घर जाँदैछ दिदीको बडीको भाइ है ए खालि दादा भएकोमा आएको दादा भएकोमा आएको बस उसलाई पनि लगेर जानुपर्छ कालीको साथी हुँदैछ नि बिराल कालो बस ल समोसा समोसाहरू छ चाय समोसा यो चाहिँ समोसा खानुपर्छ ए होइन हुन्छ चिया पनि खायो सिङ्गडा पनि खायो यो चाहिँ मैले 2टा सिङ्गडा खाएँ अन्त रेलिङमा ए कहाँ अरे कहाँको बिजनबारी हौ रेलिङ 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 विकेट किपर मेरो बलर अनि पड्कायो आम्बो विकेट किपर चाहिँ खतरा रहेछ तर जियोस् ब्याट्सम्यान ओहो सिसाबाट निकालौ न नानीको लागि यो मेरो लागि म खान्छु यो त के अरे
दुईटा खानु त दुईटा खान्छु म हाम्रो बारीबाट अङ्गालो अङ्गालो सयपत्री फुल त्यहाँनिर चाहिँ अनि हामी जम्मा गुम्बा त्यो मन्दिरबाट झरेर झर्ने ओह्रालो खान्थ्यौँ जरा खान्छ रहेछ कि 20 रुपियाँ केजी अझै के भन्छ शीतला अहिले चाहिँ हामी कहाँ छ अरे होमस्टे होमस्टेबाट कहाँ पऱ्यो बडा यो यो झेपी जेपी यो चाहिँ जेपी अरे यसो चाहिँ जेपी जेले झेपी कैजली जेपी हो यो चाहिँ कैजली जेपी यहाँ चाहिँ यसो वक हुँदैछ सबै गाडी छ हो यहाँ बाहिर यता खोइ कलरहरू है यो चाहिँ हो गालो यो चाहिँ हो तपाईँको के अरे जेपीको होमस्टे इन्ट्रेस्टिङ मजाको रहेछ ऊ बोतलको त्यो गरेको रहेछ हो ओइ बाह्र जानुपर्छ ल अब जानुपर्छ दिन बनाउँदो रहेछ एकदम पानी चाहिँ नपरिदियोस् है पानी चाहिँ नपरोस्। के अरे पानी चाहिँ सफा भएको गर्दा हुन्थ्यो पानी सबै रिभर साइड पानी परेको अवस्था पानी परेर हो यस्तो राम्रो देख्छ त सबैजना यस्तो भइरहेको छ ओके सो अब चाहिँ छ हाम्रो सम्म जित्नुपर्छ लु सम्झिकौँ ल खाएर मिल्ला हामी त्यो बिहिबारे गयो भने त्यो पर क्लासको त्यो देउन्डेरीमा खोला गाडी भन्छ त्यहाँ पर उठे पर मारे बुङ त्यो कस्तो नजिक दिएको छ मारेको त दार्जिलिङमा नजिक देख्छ नि पक्का 360 चाहिँ यहाँबाट भेटाउँदो रहेछ मान्छे हजुर त्यही रेलिङ डल्लै आमाको ओरिजिनल गाउँ चाहिँ यता रहेछ बल गाउँ चाहिँ यता रहेछ लु मामा के भन्नुहुन्छ कि तपाईँ आफ्नो गाउँ भेटेर अब के भन्नु भएको छ हौ हामी चाहिँ अहिले बिजनबारी कैँजले भनौँ न है भने हजुर यता चाहिँ अब
तपाईँको रेलिङहरू भयो है उता तपाईँको यो लामा गाउँ कता कता गुम्बाटारहरू त्यता अरे भानिज हो यो तल चाहिँ बल गाउँ अरे हो भानिज हाम्रो म पनि बलै हो त्यहाँ चाहिँ बल गाउँ अरे हो दामी रहेछ नि हौ यहाँ हाम्रो नाना भेनाको घर हो अन्त यस्तै छ भानिज गाउँ बस्ती चाहिँ अब एकदमै राम्रो लाग्छ राम्रो लाग्यो उहिले बस्तीमै हुर्केर होला बढेर होला है अन्त दामी लाग्यो भानिज ओके ओके नेक्स्ट टाइम चाहिँ बलगाउँ जानुपर्छ ल है ओके ओके जरुर जरुर जानुपर्छ हाम्रो बल गाउँमा ल भानिज ओके बच्चा रहेछ कति बिग्न रहेछ आम्बो हेर न यता छ मिया चाहिँ ए ओ यहाँ लुकिरहेको छ एउटा ऊ फोटो खिच्देऊ न यसो पक्रेको हेर न यहाँ एउटा रातो मसला नि त मसला नि अब हात खुट्टाहरू कस्तो मजाको ल सस्तो छ सानो हुँदैन के यो पेपरमा काठहरू देख्यो तिमीहरू चाहिँ